नमस्कार, म लक्ष्मीदास शर्मा टासी छोलिङ साम्ची भुटानबाट। आज म फेरि एउटा आफ्नै रचनाको कथा लिएर उपस्थित भइरहेको छु र आजको कथाको शीर्षक छ बुहारी। बुहारी, अब त तैँले अर्को साल यो स्कुल पढेर सक्छस् पनि, अनि अझै पढ्न सहर जान्छु भन्छस्। भाइ बहिनीहरू सानै छन्। हामी यत्रो खेतीपाती गाईबस्तु सम्हाल्न कसले सहायता गर्छ? अब त बिहे गर, मलाई सघाउने पनि त चाहियो। भीममायाको कठोर तर थकित स्वरले राजेशको सपना च्यातिदिन्छ। राजेश स्तब्ध हुन्छ। उसको नजर आकाशतिर दौडिन्छ, जहाँ उसका पखेटा फटफटाउँदै उड्न तम्सिएका चराले झैं पर्खिरहेका हुन्छन्। ऊ गाउँको जुनियर हाई स्कुलमा 8 कक्षा पढ्दै गरेको हुन्छ, अझै धेरै सपनाहरू साँचेर। बाबु नन्दलाल एक गरिब किसान, थकित देखिन्थे। छोराछोरीको बोझले हो कि घरको व्यवहारले। 5 सन्तानहरूमध्ये राजेश जेठो। रेशमा र रमा त खेल्ने उमेरका मात्र थिए। रमेश र रितेश अझै बाबाको काँध सघाउन पनि सिपालु भइसकेका थिएनन्। त्यही भएर बिहे गर भन्ने आदेशले राजेशलाई प्रश्न सोध्न नमिल्ने आदेश झैं लाग्छ। छिट्टै गाउँकै एक भद्र परिवारकी सरल, मेहनती तर अनपढ केटी बिमलासँग राजेशको बिहे हुन्छ। बिमलाका आँखा अगाडि उज्याला सपनाहरू नाच्छन्, मनमा नै रमाउँछिन्। यो मेरो घर हो अब, जहाँ म सासु ससुराको माया पाउँछु, श्रीमानको साथ पाउँछु। बुहारी भएर त आएँ, तर म एक प्यारी छोरी जस्तो भएर बाँच्छु। तर बिमलाको मिठो सपना विपरीत दिशातर्फ मोडिन्छ। बुहारी बनेपछि आराम गर्न पाइँदैन। सासु भीममायाको पहिलो वाक्य। सासुको कठोर वचनले त्यो बिहान बिमलाको मनमा उज्यालोको सट्टा बेमतलबको बोझ पैदा हुन्छ। त्यही कठोर आवाज कानमा गुन्जिरहन्छ। राजेश सहर पढ्न गइसकेको हुन्छ। बिमला भने एक्लै जिम्मेवारीको भारी बोक्न बाध्य हुन्छन्। बिहान 4 बजे उठेर देवर नन्दलाई खाना खुवाउने, घरको हरेक कुनो चिटिक्क पार्ने, गाईबस्तुको स्याहार, खेतबारीको काम सबै बिमलाकै काँचो हातले सम्हाल्नु पर्ने हुन्छ। तर देवरहरूले कहिले भाउजू भनेर बोलाएनन्। उनीहरूका आँखामा थियो त केवल उपहास। रेशमा र रमाले पनि कहिले उनलाई भाउजू जस्तो व्यवहार गरेनन्, भाउजू भनेर बोलाएनन्। उनीहरू त झन् बिमलाको चोखो घाउ नै थिए। उनीहरू भन्थे, आमाले पकाएको खाना त कस्तो मिठो, तपाईले पकाएको खाना त स्वादै हुँदैन। आमाले कस्तो मिठो पकाउनुहुन्छ। कहिले उनीहरूले पकाएको खाना नमिठो भएको बहाना लगाएर फालिदिन्थे र दोष बिमलामाथि थोपर्थे। देवरहरू पनि होच्याउने, मजाक उडाउने, अपमानजनक टिप्पणी गर्न लाज मान्दैनथे। कहिले देउरानीहरू मिलेर बिमलाको पहिरन बिगारेर अपमान गर्ने गर्थे। भीममाया आफ्ना छोरीहरूको झुटो कुरामा विश्वास गर्थिन्। यी सबै कुराले बिमलाको आत्मसम्मान चुडिँदै गयो। सासु आफ्नै छोरीहरूको कुरा एकोहोरो सुनेर बिना प्रमाण बुहारीलाई हकार्थिन्। बिमला, तेरो स्वभाव ठिक छैन। तैले केही नगरी मेरी छोरीहरू किन रुनौ? तेरो चालचलन नै बिग्रिएको छ। तेरो संस्कार तेरो आमा बाबुले दिएनन् त? बिमला केही भन्दिनथिन्, भित्रभित्रै भक्कानिन्थिन्। बिमला निशब्द आँसु झार्ने गर्थिन्। श्रीमान राजेश सहरबाट 2-3 महिनामा एकचोटि फर्कन्थे। कहिलेकाहीँ उसले बिमलाका रसाएका आँखा देखेर संक्षिप्त मात्रामा भन्थ्यो, धैर्य गर, सबै बुहारीको भाग्य यस्तै हुन्छ। बिमला भन्थिन्, तर म पनि त छोरी हुँ नि। तर राजेशले आमाको डरले केही बोलेर बिमलाको पक्षमा उभिन कहिल्यै सकेन। वर्षौं बिते। राजेशले पढाइसकेर त्यही जुनियर हाई स्कुलमा शिक्षकको जागिर पायो। भाइहरू रमेश र रितेशले पनि पढाइसकेर जागिर खोज्दै अमेरिका जाने भिसाको प्रक्रिया सुरु गरेका थिए।
तिनीहरूले पनि अब बिहे गर्ने निर्णय गरे। दुवैले शिक्षित केटीसँग बिहे गरे। एउटी नर्स, अर्की बीमा कम्पनीकी कर्मचारी। अनि दुवै बुहारी लिएर अमेरिका हिँड्ने तर्खरमा थिए। भिसा पास नहुन्जेल नयाँ बुहारीहरू घरमै बस्ने गर्थे। तर ती शिक्षित बुहारीहरूप्रति आमा बाबुको व्यवहार पूर्णतः फरक थियो। ध्यान र माया सबै उनीहरूमा खन्याइयो। हेर न, हामीले कस्ता बुहारी पायौं, पढे लेखेका, काम गर्ने। विमला चुपचाप टाढाबाट टुलु टुलु हेर्दै बस्थिन्, शब्दविहीन, भावविहीन, एक किसिमको बिथोलिएको अनुभूति बोकेर। उनको अस्तित्व, उनको त्याग, उनका आँसु कसैले सम्झने कोसिस पनि गर्दैनथे। अन्ततः रमेश र रितेश आफ्ना परिवार लिएर अलग भए, अमेरिकातर्फ लागे। रेशमा र रमा पनि बिहे भएर टाढा गए। घरमा बाँकी रहे उमेर ढल्किसकेका बुबा नन्दलाल, भीममाया र विमला। समय निर्दयी चक्रले गर्दा अब आमा भीममाया बिरामी हुन थालिन्। गाईबस्तु सम्हाल्ने र घर धान्ने कोही रहेन। त्यही विमला, जसलाई कहिले बुहारी भनेर छोरी जस्तो माया दिएनन्, उही अब दिनरात सासू ससुराको हेरचाह गर्ने, खाना खुवाउने, औषधि दिने, रातभर जागा बस्ने, बिना कुनै गुनासो। अस्पतालको एउटा जेनरल वार्ड बेडमा पल्टिरहेकी सासूलाई लुगा ओढाउँदै भन्छन्, आमा चिसो हुन्छ, ओढ्नुहोस्। औषधिको समय हुन्थ्यो, औषधिको समय भयो, औषधि लिनुहोस्। खानामा ध्यान दिन्थिन्। खानामा अमिलो मिठो थपिदिए आज। भीममायाले एक दिन दुईजना छोरीहरू हेर्ने इच्छा जनाइन् बुहारीलाई हेर्दै। पीडाजन्य मधुरो स्वरमा भनेकी थिइन्, रेशमा र रमालाई बोलाइदियो न, आउनु भन न। तर रेशमा र रमा टाढा भएकाले छिट्टै आउन सकेका थिएनन्। रमेश र रितेशलाई त आउन गाह्रै थियो। उनीहरूको आउने भिसा पास हुन समय लाग्दै थियो। भीममायाको अनुहार फिका हुँदै गइरहेको थियो। एक रात अस्पतालको शैय्यामा विश्रामको समयमा विमलाले चम्चाले खाना खुवाउँदै थिइन्। तक्षण बुहारीप्रति स्नेह जागी उठ्यो र भीममायाले विमलाको हात समाएर मलिन मुस्कानसँग भनिन्, विमला, माफ गर है, तिमी त मेरी छोरी नै रहेछौ, तर मैले कहिल्यै छोरी जस्तो माया दिन सकिन। विमला आँखाबाट आँसु झार्दै भन्थिन्, छोरी जन्मिएर आउँछे आमा, तर बुहारी त कर्म लिएर आउँछे। मैले त छोरी जस्तो व्यवहारको आशा गरेको थिएँ, तर जीवनभर बिर्सन नसक्ने चोट पाएँ। तर मैले माफ गरेँ आमा, किनकि तपाईँ मेरी सासू मात्र नभएर मेरी आमा पनि हुनुहुन्छ। त्यही बेला रेशमा र रमा अस्पताल आइपुग्छन्। वार्डको चारैतिर हेरे पश्चात आँखाभरि पश्चातापको आँसु टिलपिलाउँदै रेशमा बोल्छे, भाउजू, हामीले ठूलो गल्ती गर्यौं। तपाईले माया दिँदा हामीले घमण्ड देखायौं। तपाईको स्नेहतालाई हामीले बुझ्न सकेनौं। तपाईमा कति धेरै सहनशीलता छ अनि परिवारलाई मायाले ढाक्ने क्षमता बुझ्नै सकेनछौं भाउजू। रमाले थप्छे, तपाईको सहनशीलता आज बुझ्दैछौं, माफ गर्नुहोस्। विमलाका आँखा आँसुले भरिएका थिए, तर अब ती आँसु दुःखका थिएनन्। एक किसिमको शान्ति र परिवर्तनको आँसु थियो। त्यो साँझ आमासँग रेशमा र रमालाई छाडेर विमला त्यसै अस्पतालको छतमा गएर केही बेर शीतल हावा खान उभिन्छिन्। आँधीले पुराना रुखहरू हल्लाइरहेका हुन्छन्। आकाशतिर हेर्दै सम्झिन्छिन्, सपना उड्न चाहन्थे, तर काँधमा गह्रो भारी बोकेर रोकिनु पर्यो। तर म टुटिन। माया दिन नसकेका सबैलाई माफ गरेकी छु, किनकि म बुहारी मात्र होइन, म यो घरकी छोरी पनि हुँ। त्यो दिनपछि गाउँमा हल्ला चल्यो, बुहारी पनि छोरी नै हुन्। धन्यवाद। टसिदिल्ले।